नमस्कार। आज एउटा महत्त्वपूर्ण सब्जेक्ट सेल्फ इभ्यालुएसन। हामीले हाम्रो आफ्नो बारेमा कस्तो अवधारणा बनाउँछौँ, हाम्रो व्यक्तित्व कसरी हामीले आफूलाई आफ्नो व्यक्तित्व परिमार्जित गर्दै लैजान्छौँ भन्ने विषयमा म आफ्ना केही विचारहरू राख्छु। म को हुँ, म कस्तो मान्छे हुँ र तपाईँ कस्तो मान्छे हो, यसको जवाब मैले र तपाईँले आफ्ना प्रति बनाउने आफ्नो अवधारणा एउटा गजबको हुन्छ। हाम्रो आत्मछवि अथवा हाम्रो चाहिँ अरूको नजरबाट भन्छ, अरूको नजरमा हामी कस्ता छौँ भनेर हामीले कसरी बुझ्छौँ भन्ने आधारमा हामीले आफ्नो छवि बनाउँछौँ। हामी अरूलाई कस्तो देखिन्छौँ, उनीहरूले हाम्रो बारेमा के सोच्छन् र त्यसको आधारमा हामी आफैको बारेमा के महसुस गर्छौँ, यिनै कुराले हाम्रो यो अवधारणा बनाउँदो रहेछ। यसको आजको झन्डै 200 वर्ष अगाडि 1802 200 वर्षभन्दा पनि धेरै अगाडि चार्ल्स हर्टन कोली भन्ने सामाजिक मनोवैज्ञानिकले एउटा पुस्तक लेखेका छन्, लुकिङ ग्लास सेल्फ। त्यसबाट एउटा कोटेसन उद्धृत गरिन्छ धेरै जसो। त्यसमा के भनिन्छ भन्दा, आई एम नट हु यु थिङ्क आई एम, आई एम नट हु आई थिङ्क आई एम हु आई थिङ्क यु थिङ्क आई एम। यो निकै गहिरो कुरा छ। म यसलाई चाहिँ नि अलिकति व्याख्या गर्न ट्राई गर्छु। तीनवटा अंश छ। पहिलोले भन्छ आई एम नट हु यु थिङ्क आई एम, म त्यो होइन जो तपाईँ सोच्नु भएको छ। तपाईँले मलाई जसरी मूल्याङ्कन गर्नुहुन्छ म त्यो होइन। फेरि भन्छु, म त्यो होइन जुन तपाईँ सोच्नु भएको छ। मैले मलाई जस्तो तपाईँ मलाई जस्तो ठान्नुहुन्छ म त्यस्तो ठान्दिनँ। अर्थात् तपाईँले मलाई गर्ने मूल्याङ्कन र मैले मलाई मूल्याङ्कन गर्ने मूल्याङ्कनमा फरक छ। दोस्रो, आई एम नट हु आई थिङ्क आई एम, म आफैले गर्ने मूल्याङ्कन जस्तो पनि छैन। त्यो पनि एउटा गहिरो कुरा छ। त्यसमा म एकैछिनमा फेरि आउँला। अब तेस्रो अंश जो निकै रोचक छ, म को हुँ त भन्दा तपाईले मलाई कस्तो सोच्नुहुन्छ भनेर मैले बुझेको छु। तपाईले सोचे जस्तो होइन कि तपाईले सोचेको के हो, कस्तो सोच्नुहुन्छ भनेर मैले मेरो अवधारणा जे छ त्यस आधारमा हो, त्यो चाहिँ म हो। अब उदाहरणको लागि तपाईले मलाई महान ठान्नुहुन्छ होला, तर मैले त्यसरी बुझेको छैन। मैले कसरी सोचे तपाईले मलाई ठिकै ठान्नुहुन्छ भन्ने बुझेको छु भने मेरो इभ्यालुएसन पनि म आफूलाई ठिकै पर्सनालिटी मेरो त्यसरी नै बनाउँछु। यसरी हरेक मान्छेले अरू दुनियाँले आफूलाई कस्तो किसिमबाट मूल्याङ्कन गरेको छ भनेर बुझेको छ। त्यही अनुसार आफ्नो साइकोलोजी, आफ्नो मनोविज्ञानको आधारमा आफ्नो व्यक्तित्वलाई विकास गर्छ। म बुझाउन सक्छु सक्दिनँ, म कोसिस गर्छु। यो गहिरो कुरा हो। अरूले आफूलाई के ठान्छन् भन्ने कुरामा मान्छे निकै जिज्ञासु हुन्छन्। हरेक क्षण अरूले आफूलाई के ठान्दा रहेछ, मलाई के ठान्दा रहेछ। सोसियल मिडिया हेर्नुहोस् न, जस्तो कतिवटा लाइक आयो, मैले कतिवटा कमेन्ट गरेँ, कसले कस्तो ठान्यो, मैले लागेको कुरामा के भन्यो, मैले खाएको कुरा के भन्यो, मेरो व्यक्तित्वबारे के भन्यो, कति धेरै चासो छ। मलाई हजारौंको संख्याले वाह वाह भन्यो भने मैले आफ्नो मूल्याङ्कनमा परिवर्तन गर्छु। म त राम्रो मान्छे रहेछु। म भोलि मेरो आफ्नो व्यक्तित्व मेरो छुट्टै हुन्छ। मानव म पुरस्कार जितेँ, 2-4 दिन अघि नै जितेँ। त्यति बेलासम्म म त्यति ठुलो कुरो जस्तो लाग्थेन। जब आफ्नो नाम
पत्र पत्रिकामा अथवा हरेक ठाउँमा मैले देखेँ भने एउटा एक्जाम्पल हो देखेँ तपाईँको कमेन्टहरू देखेँ मलाई त अरूले यस्तो राम्रो मूल्याङ्कन गर्ने रहेछन् भने थाहा पाएँ त्यसपछि मैले आफ्नो व्यक्तित्व नै म परिवर्तन गर्छु म त ठुलो मान्छे हो छु भनेर मलाई विश्वास हुन्छ म आफै ठुलो मान्छे भन्छु मेरो पर्सनालिटी चेन्ज गर्छु अनि के भयो त भन्दा आई एम हु आई थिङ्क यु थिङ्क आई एम अरू मान्छेले मलाई के सोच्छन् भन्ने आधारमा मैले आफ्नो पर्सनालिटीलाई चेन्ज गरिदिएँ अब मेरो व्यक्तित्व शिखरमा पुग्यो भन्न थालेँ म आफै शिखर व्यक्तित्व जस्तै म आफूलाई त्यस्तो महसुस गर्न थालेँ त्यसरी नै मैले आफूलाई चेन्ज परिवर्तन गरेँ कहिलेकाहीँ हामी झगडा गरेर सुन्छौँ नि तैँले मलाई के ठानेको छस् तपाईँले मलाई के ठान्नु भएको छ तपाईँले यस्तो ठान्नुहुन्छ सबभन्दा कुरो के छ भन्दा ठानाइमा छ कस्तो ठान्छ भन्ने कुरा महत्त्वपूर्ण छ यति महत्त्वपूर्ण छ त ठान्छ भन्ने कुरा मैले तपाईँलाई भने हो कि तपाईँलाई जसले सुनिराख्नु भएको छ नि तपाईँकै मुखबाट पनि म त सुनिरहेको छु तैँले के ठानेको छस् भन्ने हो कि होइन धन्दा नमान्नुहोस् त्यो मलाई पनि हो म पनि सोचिरहेको हुन्छु उसले मलाई के ठानेको छ ठान्ने कुरामा यति धेरै चासो छ हामीलाई त्यसले गर्दाखेरि त्यो ठान्ने कुरामा टाउको दुखाइ किन हुन्छ भन्नुहोस् त भइहाल्यो अब मानौ एउटा चोर छ आफ्नो जीविका सबै चोरी गरेर चलाइरहेछ ऊ हाँसी खुसी छ समाजमा पनि शिर ठाडो पारेर हिँड्छ उसको पर्सनालिटी पनि छुट्टै छ जबसम्म उसले ठानिराखेको छ कि समाजले मलाई चोर होइन म सज्जन हुँ भनेर मूल्याङ्कन गर्छ भन्ने ठानिराखेको छ भलै समाजले चाहिँ अलरेडी चिनिसकेको पनि हुनसक्छ थाहा पाइसकेको पनि हुन्छ यो चोर हो भनेर तर उसको कानसम्म पुगेको छैन उसलाई महसुस छैन त्यतिखेरसम्म उसको पर्सनालिटी छुट्टै हुन्छ उसको चेहरा छुट्टै हुन्छ उसको हाँसी खुसी हुन्छ सबै हुन्छ जुन दिन उसले थाहा पाउँछ कि सारा दुनियाँले सारा गाउँले उसलाई चिनेका छन् ऊ चोर हो भन्ने सुनेको छ त्यही दिनबाट उसको मुखै मनिलो हुन्छ बाहिर निस्कन सक्दैन उसको पर्सनालिटी चाहिँ डाउन हुन्छ हिजोसम्म त अर्कै मान्छे थियो अर्कै पर्सनालिटी थियो आज ऊ पर्सनालिटी चेन्ज भयो अथवा त्यसलाई यो कुरालाई अर्को तरिकाले पनि बुझ्न सकिन्छ कुनै मान्छे चोरै होइन तर उसले थाहा पायो कि चोर नहुँदै पनि सारा गाउँले उसलाई चाहिँ नि चोर ठान्छन् कुनै कुरा चोरी भएको थियो उसमाथि आरोप लाउँछन् र उनीहरूले विश्वास गर्छन् भन्ने कुरा थाहा पायो भने पनि उसको चाहिँ व्यक्तित्वमा परिवर्तन आउँछ त्यस हुनाले he is what he thinks other people think he is. So I am who I think you think I am. भन्ने किसिमको कुरा भयो बोर्ता लाग्छ छैन हजुरलाई कहिलेकाहीँ म आफै पनि पिखल बन्दामा पर्छु मान्छेहरू भन्छन् मलाई सबै थाहा छ तपाईले मलाई कस्तो ठान्नुहुन्छ भन्ने मलाई थाहा छ अब उसलाई सबै थाहा छ तर के हुन्छ भन्दा उसलाई थाहा भएको कुरा मैले उसलाई कस्तो छान्छु भनेर थाहा भएको कुरा अनि उसले खर्र पार्छ तपाईँ यस्तो ठान्नुहुन्छ तर म त ठानेकै हुँदैन त्यस्तो किसिमको मिसअन्डरस्ट्यान्डिङ उसले मलाई यस्तो ठानेछ भन्ने खालको मिसअन्डरस्ट्यान्डिङ असमझदारी कई कारणले गर्दा कति सम्बन्धहरू दुईजना बीचमा पारपाचुके हुने सम्बन्ध विच्छेद डिभोर्स हुने कुराहरू अरू झै झगडाका कुराहरू यहाँ सम्बन्ध विच्छेद कुराहरूमा पनि कतिपय दुईजना सम्बन्ध विच्छेद हुन लागेकै बेलामा तिनीलाई सुल्झाउने काउन्सिलिङ गर्नेहरू मान्छेहरूले चाहिँ हजारौं केसहरू उसले त ठानेकै गलत ठाने रहेछ
श्रीमानले नराम्रो सोच्छ भन्ने कुरा चाहिँ नि श्रीमतीले गलत ठाने रहेछ, श्रीमतीले नराम्रो सोच्छ भन्ने कुरा श्रीमानले गलत ठाने रहेछ भन्ने थाहा पाएपछि फेरि सम्बन्ध राम्रो भएको, सुधार भएको कुराहरू हामी कति देखिराखेका हुन्छ। अधिकांश झगडा यही कुराले नै हुन्छ। त्यसले गर्दाखेरि प्रमुख कुरा के हो? इन जेनरल सामान्य अवस्थामा हामीले चाहिँ आफूलाई, आफ्नो पर्सनालिटी, आफ्नो व्यक्तित्वलाई अरूमा भर पारेका छौँ। अरूले के भन्छन् त्यही अनुसारले, अरूले राम्रो ठान्छन्, अरूले राम्रो ठान्छन् भने चेहरा पनि उज्यालो भयो, आफ्नो बोली, आफ्नो स्वभावमै परिवर्तन भयो। अब अरूले मलाई खराब ठान्छन् भन्ने आफूलाई लाग्यो भने फेरि आफ्नो परिवर्तन, आफ्नो पर्सनालिटीमा परिवर्तन, अनि आफू को हो त भन्दाखेरि त समग्र व्यक्तित्व भनेको त आफ्नो व्यवहार, बोली, भाषा सबै कुरा हो नि। त्यो नै के हुन्छ त भन्दाखेरि व्यक्ति नै परिवर्तन हुन्छ अरूको मूल्याङ्कनबाट। त्यसैले यो इन जेनरल भए पनि हामीले बुझिसकेपछि अरूले के भन्छ भन्ने कुरामा अरूको इन्डोर्समेन्ट खोज्ने, अरूको अनुमोदन खोज्ने, अरूले के भन्छ भन्ने, अथवा चाहिँ अरूको मूल्याङ्कनमा असमझदारी, मिसअन्डरस्ट्यान्डिङ पनि हुन सक्छ भन्ने कुरालाई पनि बुझेर आफ्नो व्यक्तित्वलाई सबल बनाउँ, सकिन्छ भने टाउको दुखाइ धेरै नगरौँ, इन्डोर्समेन्ट धेरै नगरौँ, कमसेकम पढिसकेपछि, बुझिसकेपछि भन्ने एउटा भनाइ हो, एउटा कुरा मात्रै हो। मैले कति तपाईहरुलाई बुझाउन सकेँ? यो कुरा गहिरो छ। तपाईहरुले लुकिङ ग्लास सेल्फ भन्ने बुक हेर्नुभयो भने पनि त्यसबाट धेरै कुरा बुझ्न सक्नुहुन्छ। हस्त, धन्यवाद। फेरि यस्तै कुरा गरेर लिएर फेरि कुरा गर्न आउँला। अहिलेलाई बिदा चाहन्छु।